नमस्कार, स्वागत छ फेरि पनि हामी मोक्तान फ्यामिलीको छोटो मिनी भ्लगमा। आजको हाम्रो भ्लगको विषयवस्तु रहेको छ, तपाईहरु एकचोटि हेर्नु होला। अब त थाहा पाउनु भयो होला नि हाम्रो भ्लग चाहिँ के को बारेमा हुनेछ। यस, गर्मी महिना चढिरहेको छ नि त, त्यही भएर आजको हाम्रो मिनी भ्लग रहेको छ उमीमा पौडी खेल्ने है त। अब हामी चाहिँ यहाँ के गर्छौँ तपाईहरुलाई सबै विस्तृत रूपमा देखाउने छौँ। हामी चाहिँ सुमा बीचमा आइसकेका छौँ। यो चाहिँ कोबेमा अवस्थित रहेको छ। आजको मौसम चाहिँ एकदमै के भन्छ अरे आकाश गडाङ गुडुङ कराइरहेको छ, त्यही पनि शीतल मौसम छ। अब हामी चाहिँ पौडिने छौँ, नुहाउने छौँ, फोटो भिडियो खिच्ने छौँ। खासमा चाहिँ म चाहिँ भिडियो फोटो खिच्नको लागि मात्रै आएको हो। नुहाउन चाहिँ हाम्रो बाबा र छोरी ल आज चाहिँ अहिले चाहिँ यहाँ खाकुनेन हुँदैछ के छ भनेर। अनि अब हामी नुहाउने छौँ। हामी चाहिँ अब उमीतिर प्रस्थान गरिसकेका छौँ। यहाँ चाहिँ होइन दिउँसो आउनेहरूको लागि चाहिँ पुरै यस्तोको व्यवस्था नि रहेको छ। तपाईँहरू नि कोबेमा बस्नुहुन्छ भने चाहिँ आउन सक्नुहुन्छ। रमाइलो छ, ल हेर्नु होला। यहीँ तपाईँहरूले चाहिँ स्विमिङ गर्ने चाहिँ ड्रेसहरू ल्याउन बिर्सिनु भयो भने पनि यहीँ किन्न सक्नुहुन्छ। अब चाहिँ हामी यहाँ बस्ने। अब यो पानी पऱ्यो भने चाहिँ यो छाताहरू चाहिँ सबै बन्द हुन्छ अरे नि त। बन्द गर्दै आइसक्नु भयो समितिको मान्छेहरूले। त्यही भएर हामी चाहिँ अब यहाँ बस्छौँ। हामीले नि बस्ने कुरा लिएर आएको छौँ घरबाटै। अनि अब यहीँ छ है ल हाम्रो झोला। बाबा र छोरी चाहिँ अब यहाँ हामी चाहिँ बस्न लागि व्यवस्थापन गर्दै हुनुहुन्छ। ल हामीले चाहिँ केही ल्याएन आज होइन, खानेकुरा नि केही छैन, त्यस्तो व्यवस्थित होइन कि हाम्रो चाहिँ। त्यसै यसो रमाइलोको लागि मात्रै मोक्तान फ्यामिलीको। म चाहिँ खासमा भने नि फोटो भिडियो बनाउनका लागि आएको है। मलाई त्यस्तो इन्ट्रेस्ट छैन कि यो पानी सानी खेल्नेमा चाहिँ। बाबा र छोरीले चाहिँ आज एकदम मजा लिनुहुन्छ होला होइन ड्याडी, मजा लिनुहुन्छ। ल हाम्रो चाहिँ म्याट ओछ्याइसकेको छ। अब हामी चाहिँ लुगा फेर्न जान्छौँ छोरी र म। अनि फोटो खिच्नु ड्याडीको चाहिँ त्यही हो आज फोटो खिच्ने ड्रेस चाहिँ। मेरो चाहिँ यहाँ छ, अब लगाएर आउनेछौँ। मेरो चाहिँ चप्पल यहाँ ल्याइदिनु भयो बुढाले। अनि म चाहिँ अब यहाँ बिचको चप्पल हो यो चाहिँ मैलो भइसकेको छ। उता गयो। अनि यो चाहिँ छोरीको, छोरी लगाउनु हजुर पनि लाउनु। म चाहिँ होइन आज चाहिँ ड्याडी र मेरो चाहिँ कपाल सेट छ नि त येल्लो येल्लो, त्यही भएर म चाहिँ लुगा लगाउन अब उहाँ टोयलेट छ, टोयलेटमा गएर लुगा लगाएर आउँछु। पानी पो पर्न लाग्यो त। हाम्रो चाहिँ यहाँ सुमा बिचमा चाहिँ होइन खाने रेस्टुरेन्टको नि व्यवस्था छ। कसैले चाहिँ घरमा नखाइकन आएको भए अब हामी चाहिँ जाँदैछौँ लुगा फेर्नलाई। म चाहिँ फेर्ने, म चाहिँ अब कामबाट आएको हो नि त, त्यही भएर अनि कामकै लुगा लगाएर आएको भनेर मलाई काममा लगाएर गएको लुगा लगाएर आएको। त्यही भएर अनि बुढासँग सेटिङ मिलाउनलाई चाहिँ बुढाले लिएर हिँड्नुभयो है ड्याडी। उहाँ टोयलेट छ त्यहाँ गएर अब हामी फेरेर। अनि धेरै छ आज काम, धेरै छ। पहिला फोटो खिच्नु पर्यो, छोरीले फेरि फोटो खिच्न मान्दैन, त्यही भएर फगाउनुपर्छ। लुगा चेन्ज गरेर आइसक्यो। अब म चाहिँ यो ड्रेसमा चाहिँ होइन फोटो भिडियो बनाउने छु। अनि त्यसपछि चाहिँ फेरि नुहाउनको लागि अर्कै ड्रेस चेन्ज गर्नेछु। लेट्स गो, फोटो खिच्नलाई अब जाँदैछौँ हामी। आज चाहिँ होइन पानी परेको भएर चाहिँ हामी खोइ नुहाउन पाउँछ पाउँदैन। यहाँ चाहिँ पानी परेको भएर नुहाउन हुँदैन भनेर आएर रहेछ। अब नुहाउन चाहिँ नुहाउने, छोरी सिरियस भयो नुहाउन नपाएर फोटो खिच्दिनलाई रेडी हुँदैछ छोरी चाहिँ। अब हामी चाहिँ फोटो खिच्ने भनेको अँध्यारो अँध्यारो भयो दिन पनि। अहिले चाहिँ होइन पानी चाहिँ रोकिसक्यो नि त। अनि सबैजना खेल्नु लागेको देखेर हाम्रो छोरी पनि नुहाउने रे भनेर यहाँ अब ड्याडीले चाहिँ फाइनल्ली ह्याप्पी भइसक्यो मेरो छोरी। अनि ड्याडी चाहिँ फुक्दै हुनुहुन्छ। कुन चाहिँ ठुलो हो ल अब बल्ल ल अब हाम्रो चाहिँ भइसक्यो बेलुन। ल अब एकछिन भयो भने छोरी चाहिँ रमाइलो हुने भयो। अब लुङ्गी डान्स लुङ्गी डान्स लुङ्गी डान्स यही फेर्दैछ हामीले त अब त कपडा। ल लुङ्गी डान्स है फाइनली। अब बेलुका भइसक्यो, त्यही पनि अब कस्तो अँधेरो नराम्रो अनुहार आएछ भाइ, कालो न कालो। ल अब चाहिँ एकछिन भयो भने बाबा र छोरी चाहिँ, म चाहिँ नखेल्ने, मलाई चाहिँ खेल्न मन लागेन कि। अब कपडा मात्रै फेर्नुपर्छ, बेकारमा झ्याउ लाग्छ। त्यही भएर मेरो ड्रेस चाहिँ त्यही छ। अब बाबा छोरी चाहिँ अब जान लाग्नु भयो बल्ल यतिखेर आएर। कस्तो दिनले धोका दियो भने आज अब के गर्नु है, यस्तै बल्ल नुहाउन लाग्यो। तर यहाँ एलाउड चाहिँ छैन 5 बजेदेखि। हाम्रो स्ट्यान्ड चाहिँ परेर बसेछ। अब बुढाहरू खेल्न लागेछ के अरे। अनि खेल्ने रे बाबा छोरी। तर भित्र नजाने बुढा, म लिएर आउँछु भित्र अघि ल्याउँछु। अलि यता खेल्ने ड्याडी, यता
उज्यालोमा यता उज्यालोमा पानी धेरै उस नगर्नु है ड्याडी धेरै भित्र नजानु है ल ल बाबा र छोरी अब जाँदैछ फाइनल्ली बल्ल 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 खेल्न पाएर रमायो बल्ल छोरी रमायो ल बाबा र छोरी चाहिँ ल अब सुरु हुने भयो बाबा छोरीको खेल चाहिँ बल्ल सुरु हुँदैछ अब अलि यता आउनु ड्याडी उज्यालोपट्टि आउने यता 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 उज्यालो ल म चाहिँ नखेल्ने गाई म चाहिँ नखेल्ने बाबा छोरी मात्रै खेल्ने अब ल भित्र नजानु बुढो भित्र नजानु भित्र नजानु समुद्रको नुनिलो पानीमा नुहाइसकेपछि चाहिँ अब बाबा छोरी चाहिँ धाराको सफा पानीले नुहाउँदै हुनुहुन्छ पानी चाहिँ अहिलेसम्म परिरहेको छ अब घर पनि फर्किनुपर्छ रात परिसक्यो हामी मोक्तान फ्यामिलीको भिडियो चाहिँ आजको लागि यति नै हो तपाईँहरूलाई नि मन परेमा प्रतिक्रिया दिन नभुल्नु होला अनि लाइक कमेन्ट र सब्सक्राइब पनि गर्नु होला आजको लागि यति नै बाई बाई